हेलो एभ्रिवान, नमस्ते हजुर सबैजनालाई। तपाईहरु कस्तो हुनुहुन्छ? तपाईहरु सबैजना पनि ठिकै हुनुहुन्छ, एकदम आराम हुनुहुन्छ होला। र आज चाहिँ म चाहिँ एउटा यहाँनिर जुन हुन्छ है, यहाँनिर चाहिँ जस्तै हाम्रो जस्तै टेम्पलहरु हुन्छ उहाँहरुको पनि यस्तै हुन्छ प्रे गर्ने रुम। जो पनि अब जस्तै मार्केटहरु आउनुहुन्छ, अब कफीहरु पिउन आउनुहुन्छ नि, उनीहरु चाहिँ के गर्ने गर्छन् भन्दाखेरि यहाँनिर चाहिँ वाशरूममा आउनुहुन्छ र यहाँनिर हुन्छ नि हैन, हाम्रो त बेसिकली हातहरु धुन्छन् नि, तर उहाँहरुको परम्परा नै हो कि के हो थाहा छैन है। यहाँनिर उनीहरुले खुट्टा धुने गर्छन् अनि आफूले जुन पनि जुत्ता लगाएको हुन्छन् र जुन पनि अब जे वेयर गरेको हुन्छ नि, जुत्ता चप्पल हैन मच्चा सबै खोलेर यहाँनिर चाहिँ खुट्टा धुने गर्छन्। किनकि उनी हाम्रो मन्दिरमा जान्छौँ नि त्यस्तै उनीहरुको पनि, अनि यहाँनिर धुने गर्छन्। त्यसको बादमा चाहिँ त्यहाँदेखि यहाँनिर चाहिँ चप्पल हेर्न सक्नुहुन्छ, एउटा एउटा कलरको चप्पलहरू छ हैन। हाम्रो टेम्पलहरू हुन्छ नि त्यस्तै, अब मन्दिरतिर त्यस्तै उनीहरूले पनि यो युज गरेर खुट्टा धुने गर्छन्, आफ्नो जुत्ता यहाँ खोलेर। त्यहाँदेखि चाहिँ हेर्न सक्नुहुन्छ यहाँ भित्रनिर छ नि, यहाँनिर चाहिँ उनीहरूले पूजा गर्छन्। पूजा मिन्स अब उनीहरूको प्रे गर्छन् हैन। यहाँनिर हो, हामी चाहिँ भित्र त पसेको छैनौँ। प्रेयर रुम लेखेको छ, लेख्न चाहिँ हैन, ओन्ली फर लेडिजहरूलाई, किनकि जो पनि जेन्ट्स हुनुहुन्छ उनीहरू त मस्जिदमा जाइहाल्नुहुन्छ हैन, मस्जिदमा जानुहुन्छ, र जो पनि लेडिजहरू हुनुहुन्छ नि तिनीहरू चाहिँ जानु हुँदैन। त्यहाँदेखि त्यो भएर चाहिँ प्रे गर्नुहुन्छ। त्यही देखाउनको लागि मात्रै हो यो भिडियो बनाएको चाहिँ, किनकि हामीले सोचिरहेको हुन्छौँ नि त उनीहरू मस्जिदमा जाँदैनन् र कहाँनिर प्रे गर्छन् भनेर सोच्ने गर्छौँ हामीले। पहिल्यैदेखि मैले पनि जब स्कुलहरू पढ्थेँ र कसै अब त्यति देखाइ हुन्थेन, तर पनि अब केटीहरू गएको देख्थिनँ नि त एटलिस्ट हैन, अलिकति पहिला टाइममा अलिकति अगाडि हैन, जो पनि अब चिन्नेहरू हुन्थ्यो हैन स्कुल टाइमतिर, अब कोही जो पनि होस् हैन, कहाँ जान्छ होला जस्तो लाग्थ्यो कि मलाई पनि। अनि हजुरहरूलाई पनि त्यो सोच छ कि जस्तो लाग्यो नि त हैन, त्यही भएर सुनाएको मात्रै है। यो चाहिँ कुवेत स्टोर